हेर्नुस् राजदेवी नगरपालिका वार्ड नंबर 6 में यहाँ उपस्थित यहाँ हेर्नुस् कौन घर में है हेर्नुस् यहाँ प्रत्यक्ष नाग बाबा को दर्शन गर्नुहोस् हट के नाग बाबा को दर्शन गर्नुहोस् शंकर जी को हेर्नुस् भगवान को ठाउँमा बसिरहेछ हेर्नुस् लाइभ टेलिकास्ट भइरहेछ हाम्रो राजदेवी नगरपालिका वार्ड नंबर 6 माटोल मुकेश बैठाको घरमा हेर्नुस् भगवान भोलेनाथ को शरण में हेर्नुस् जय भोलेनाथ हेर्नुस् पहेँलो जुन छ नि जुन पहेँलो छ वो भगवान को मंदिर हो भोलेनाथ कृपाले गरेर यो हेर्नुस् यहाँ आइरहेको छ हेर्नुस् जय भोलेनाथ जय नाग महाराज हेर्नुस् यो लाइभ टेलिकास्ट भइरहेछ हेर्नुस् यहाँ लेडिजहरु पनि हेर्नलाई तनावग्रस्त भइरहेछ हेर्नुस् यहाँ लेडिजहरु पनि तनावग्रस्त भइरहेछ यहाँ हेर्नुस् यो घरको हेर्नुस् यो गाउँको हो यो हेर्नुस् यो वैज्ञानिकले आछ यो हेर्नुस् भोलेनाथको कृपा निधानले गर्दा यो भइरहेछ हेर्नुस् भन्छ नि मान्छे हेर्नुस् यो सबै हो हेर्नुस् यो बाघले हो यो बाघले हेर्नुस् यो हाम्रो प्रतिनिधि हो स्वास्थ्य चौकी को यहाँ हेर्नुस् मेला लगाउनलाई भनिरहेछ यो अब सचिव जी बोल्नु भएको छ हेर्नुस् यो लाइभ टेलिकास्ट भइरहेछ हाम्रो राजदेवी नगरपालिका वार्ड नंबर 6 माटोल में इसको नाम बताउवा हो हेर्नुस्